Hi guys, welcome to my vlog. आज चाहिँ कति पछि हैन मेरो फाइनल्ली यो प्लान भनौँ कि जे भनौँ के भनौँ सक्सेस भयो कि जहिले पनि म छिटो उठ्छु भन्दाखेरि आज म उठेकै हैन साइक्लिङ जान्छु भनेर अनि यो मान्छे पनि आयो अर्को मान्छे पनि आयो त्यही भएर म साइक्लिङ हैन अब म वाकिङ जाँदैछु यो मान्छे चाहिँ मर्निङ वाक आएको रे के ल्याउनु पर्ने रे ब्याग अनि त्यसमा बोतल हैन ओके बोतल इज ओके हैन पानी त चाहिन्छ अनि अरु बिस्कुट चौचौ त्यसो मर्निङ वाक आएको रे चौचौ बिस्कुट लिएर आउनु पर्ने यस्तै मर्निङ वाक आएको हुन्छ गाइज आएको 5 मिनट पनि भएको छैन महारानीलाई भोक लागिसक्यो रे यस्तो नि मर्निङ वाक आएको हुन्छ भोलि घरमै सुतेर बस्दा हुन्छ हैन भ्यू चाहिँ हेर्नु कस्तो राम्रो छिटो के हैन भोक लागेसम्म त ठिकै थियो हैन अहिले आएर सुहायो अरे किनभने यो म हैन खास मर्निङ वाक आउने भने रेडी भइरहेको थिएँ हैन अनि ऊ पनि सुतेको मान्छे उठेर म पनि आउँछु छिटो मुखेर धरेर ज्याकेटहरू लाएर आएको अहिले सुए गरेर के छिटो अब कहाँ गर्छ सु यस्तो ठाउँमा अहिले चाहिँ यो कस्तो राम्रो भ्यू हो भनेर खिचेको ल यो तपाईँहरू केही नसोच्नु है हामी चाहिँ बिचमा हल्का शिशुको लागि रेस्ट लिइरहेको भएर मेरो मम चाहिँ अगाडि नै पुगेर देउताकोमा दर्शन गरिरहेछ अलिक मिस हो है आमा कतादेखि आउनु भएको आमा ए अनि बिहान यहाँ के गर्न देउता ढोक्न आउनु भएको ए हो ल म पनि ढोक्छु है दौडिन अगाडि दौडी भने बाजा दौडी छिटो गाइज ऊ चाहिँ अब खाना गइरहेको छ सल्ली लाज लाग्दैन ह्यापी मर्निङ वाक आएर यस्तो मान्छे ल मम्मी उता गइसक्यो खोइ त्यहाँ गइसक्यो मम्मी गाइज हामी बिच बाटोमै फर्किनु पर्यो किन भन्दाखेरि यसको रिजन चाहिँ मान्छेले गर्दाखेरि मेरो मम्मी फर्क्यो किनभने यसलाई बिच बाटोमै भोक लाग्यो भनेर मेरो मम्मी गइसक्यो म चाहिँ कस्तो होइन माथिसम्म गएर सनराइज हेरेर आउँछु भनेर आएको त यसले इट्स अल बिकज अफ हट हेर्नै पाएन भोलिदेखि अब म एक्लै मात्र आउँछु भोलिदेखि चाहिँ म साइकल चलाएर आउँछु अनि म सनराइज पनि हेर्छु भोलि चाहिँ म अलिक छिटो नै आउँछु क्या अरे गाइज यही सनराइज हेर्नलाई भनेर हामी माथिसम्म जाने भनेको मेरो बहिनीले गरेर बिच बाटैदेखि हेऱ्यो हामीले स्न्याप एउटा के खिचेर बसेको सोल्टी त त्यहाँ पुगिसक्यो रहेछ यार मेरो सोल्टी त रिसाएर अगाडि पो गयो यार अब भोलिदेखि यो मान्छे आउँदैन म र मेरो सोल्टी मात्र हुन्छ ल गाइज तर भोलिदेखि कहाँसम्म जाने भनेको छ साइक्लिङ भोलि पनि हुँदैन जस्तो यार गाइस यतिको भ्यू हेर्न पायो भने त के चाहियो र यार त्यही बिहान छिटो उठ्नुपर्छ कि यार गाइजहरू तपाईँहरू अचम्म सुतिरहनु भएको छ यार यहाँ म यस्तो ठाउँमा पुगेर आइसक्यो क्या दामी भ्यू छ यहाँ हेर्नु मलाई डर लाग्छ यार तर यिनीहरूदेखि वा यिनीहरूलाई पनि भिडियो खिच्छ भने थाहा छ क्या हो ल भाग्यो त ओके हामी त जानुपर्छ भाइ हामीलाई ढिलो हुन्छ भाइ गाइस वेयर वी एन्ड अप भनेर म तपाईँलाई देखाउँछु ल मर्निङ वाक हो यो कि लाका हो यो कमजोर जीर का सेंटर लानक लाके आयो मर्निङ वाक ओ माय गॉड इट्स नॉट प्योर सो मेरो लागि मास्टर मेरो लागि भनेर ल्याएको ल किनभने यु नो म वेट गेन जर्नीमा छु भनेर खै होइन मैले त अस्ति यतिकै मात्र ओके गाइज मर्निङ वाक आउनु त नट सो ब्याड रहेछ है किनभने त मर्निङ वाक आउनु त राम्रो हुँदो रहेछ क्या जहिले आउँछु तर यो सेलमा है कति चिनी पोइन हाल्दा गुलो छैन रहेछ त्यही भएर तपाईँहरू पनि मर्निङ वाक आउनु के भन्दा भने म घरबाट पुगेँ ओके गाइज बाई गाइज अब म भोलि पनि तपाईँहरूलाई इफ म गएछु भने चाहिँ भोलि पनि म अपडेट गर्दैछु ल बाई